हेलो, तपाईँलाई थाहा छ यो के होला? थाहा छैन? तुरुन्तै फलो गर्नुहोस्। ब्याक जाउँ है त। यो हो ह्यान्ड पुस सिडर, सिड कम फर्टिलाइजर सिडर। यसले हामीले मकै, सोयाबिन, बदाम लगायतको बालीहरू सँगसँगै हामीले मल पनि एकैचोटि दिन सक्छौँ। हामीले तर यसपालि चाहिँ मकै सिङ्गल ह्यान्ड पुस सिडरबाट गरेको थियौँ, जसबाट फर्टिलाइजर चाहिँ जाँदैन, तर हामीले मकैको बिउ यसबाट खसाल्यौँ। यो यति उपयोगी छ, तपाईँलाई अब मकै रोप्नबाट झन्झट मुक्त हुनुहोस्। यहाँ हेर्नुहोस् त लगाएको हामीले मकै, आहा यति राम्रोसँग चाहिँ लाइनदेखि लाइन हामीले यो रेनफेडमा लगाउने भएको कारणले गर्दा 60 सेन्टिमिटर लाइन टु लाइन राखेको छौँ र बिउदेखि बिउ भनेको प्लान्ट टु प्लान्ट हामीले चाहिँ 25 सेन्टिमिटर राखेको छौँ। यदि तपाईँले हाइब्रिड भेराइटी लगाउँदै हुनुहुन्छ भने 75/25 नबिर्सिनु होला। यो हामीले रेनफेडमा गरेको कारणले गर्दाखेरि ल हेर्नुहोस् त कति राम्रोसँग सरल तरिकाले रोपिएको छ। हेर्दैखेरिमा पनि यति आकर्षक लागेको छ। अब मकै रोप्नलाई नो झन्झट, नो लेबर, कोही पनि चाहिँदैन। मजाले जमिन तयारी गर्नुहोस् र मकै लगाउनुहोस् ह्यान्ड पुस सिडरबाट। भिडियोलाई फलो गर्नु।